सो गाइज मैले बनाएको रोटी हेर्नु न यहाँ जलेर यस्तो भइरहेछ रोटी चाहिँ है यस्तो खत्तम भयो आजको रोटी चाहिँ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। के सन्चै आराम हुन्छ होला। सो म पनि एकदम सन्चै र आरामै छु। सो अहिले चाहिँ अब खाना बनाउनु लाग्यो। म यहाँ खाना रोटी हाल्नु पऱ्यो। आज यहाँ राजमा र आलु बन्दैछ टक्क लाएर ल म चाहिँ बनाउनु चाहिँ स्टार्ट गर्छु है त। अनि सो गाइज म चाहिँ फर्स्टमा अनि तरकारी सरकारी भुटभाट पार्छु भनेर लागेँ र त्यसपछि अनि अदुवा सदुवा काटेँ प्याज स्याज काटेर अनि ठिक्क पारेर त्यसपछि चाहिँ म चाहिँ लागेँ भुट्न। तरकारी सरकारी टक्क लाएर भुटिसकेपछि अनि त्यसपछि चाहिँ टक्क लाएर यताउति गरेँ र त्यसपछि चाहिँ अनि मैले चाहिँ पिठो निकालेर पिठो मिचेर अनि पिठो डल्ला डल्ला बनाएर त्यसपछि म चाहिँ लागेँ रोटी हाल्न। अरू भिडियो चाहिँ हेर्दै गर्नु है त। अनि म चाहिँ त्यसपछि के गर्छु हेर्दै गर्नु है त। अनि सो गाइज म चाहिँ यहाँ बनाउँदैछु गर्मी भइरहेछ वाइल यस्तो गर्मी लगाइरहेछ। अब चुलामा बसिरहेको बेला अगाडि अनि गर्मी नभएर के हुन्छ त। यता रोटी पाक्दैछ उता रोटी बेल्छु घरि यता हाल्छु घरि पकाउँछु घरि के गर्छु त्यस्तै गर्दा गर्दा रोटी पनि जलेर सखा। अब के भन्न सकिन्छ रोटी पनि त्यस्तै गरी जल्न थाल्यो। अनि मेरो पालो सानो बनाउँदै त्यसपछि ग्यास सानो बनाउँदै गर्दै पकाउँदै यताउति गरेँ। यहाँ बल्ल पकाएर यहाँ गर्मीले हालत खराब भइरहेको थियो त्यही पनि पकाउनै पऱ्यो के गर्ने गाह्रो छ जिन्दगी। अनि त्यसपछि मैले बनाए भए देख्न सकिन्छ रोटी हेर्नु न जलेर आधा टेढोको भए रोटी जलेर कोही पाकेछ कोही नपाके जस्तो कस्तो न कस्तो भयो। सो अनि आजको लागि चाहिँ यति नै है त। सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु होला। हस् त थ्याङ्क यू फर वाचिङ बाई बाई।